हाई नमस्ते अन्यगासेयो स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा। आज पनि म फेरि तपाईँहरूमा अर्को नयाँ भिडियो कन्टेन्ट लिएर उपस्थित भएको छु। सबभन्दा पहिला साथीहरू सबैले 2020 अङ्ग्रेजी नयाँ वर्षको शुभकामना अथवा ह्याप्पी न्यू इयर भन्न चाहन्छु। आज पनि म फेरि तपाईँहरूमा E74 भिजा सम्बन्धी नयाँ सूचना अथवा जानकारी सेयर गर्न खोजिरहेको छु। योभन्दा अगाडिको भिडियोमा E74 भिजा एप्लाई गर्दाखेरि चाहिँ कति पोइन्ट कसरी अर्न गर्न सकिन्छ, कुन कुन सेक्टरमा कति पोइन्ट आउँछ भन्ने कुरा चाहिँ मैले अलरेडी सेयर गरिसकेको छु। आज चाहिँ हाई कोरियाको वेबसाइटमा अथवा इमिग्रेसनले 2020मा E74 भिजा एप्लाई गर्दाखेरि चाहिँ 2019 भएको चिजले केही मोडिफाई गरेको चिजलाई म तपाईँहरूमा सेयर गर्न छोटो जानकारीमा सेयर गर्न खोजिरहेको छु। सबभन्दा पहिला 2020 को लागि E74 भिजा एप्लिकेसन आवेदन अथवा सिन्चाङ समय चाहिँ खुलिसकेको छ। 2020 को पहिलो कोटा यही जनवरीको 6 देखि जनवरीको 8 3 दिनसम्म चाहिँ एप्लिकेसन अथवा आवेदन खुलिसकेको छ। थाहा भएको साथीहरूले अलरेडी तयार गरिरहनु भएको होला अथवा गरिरहनु भएको होला। सबभन्दा पहिला 2020 मा भिजा एप्लाई गर्दाखेरि भिजा दिने सम्भावना केही बुँदहरू यहाँ निकालेको छ। त्यही बुँदहरूलाई म तपाईँलाई सेयर गर्न खोजिरहेको छु। सबभन्दा पहिला चाहिँ पहिलो बुँदामा चाहिँ फक इभन सासिल अग्नु साराम भनेको छ हैन। त्यो चाहिँ कानुनी कारबाहीमा नपरेको अथवा अनैतिक क्रियाकलाप अथवा कोरियामा बसेर अवैधानिक क्रियाकलाप नगरेको व्यक्ति अथवा कानुनी कारबाहीमा नपरेको व्यक्तिले चाहिँ E74 भिजा दिन सकिन्छ अथवा E74 भिजा आउने सम्भावना बढी हुन्छ अथवा राम्रोसँग हेरिन्छ, E74 भिजा दिन सकिन्छ भनेर पहिलो बुँदामा राखेको छ। दोस्रो बुँदामा चाहिँ हाङ्गुका नुङ्ग्र्यो तफिक KIIP उसुहान सराम भनेको छ हैन। कोरिया भाषा टपिक अथवा सावैथङ्ग प्रोग्राम KIIP को ग्रेड अथवा लेभल अथवा पोइन्ट चाहिँ हाई भएको व्यक्तिले चाहिँ E74 भिजा पर्ने सम्भावना हाई हुन्छ भनेर दोस्रो बुँदामा राखिएको छ। तेस्रो बुँदामा चाहिँ छेर्यु खिगान भान्ल्योगा इम्बा खान साराम भनेको छ हैन। त्यो भनेको कोरियाको बसाइ अवधि अथवा भिजा अवधि चाहिँ सिदिन लागेको व्यक्तिले चाहिँ E74 भिजा दिने अथवा पर्न सक्ने अथवा दिन सकिने सम्भावना हाई हुन्छ अथवा आउन सक्ने सम्भावना हाई हुन्छ भनेर भनेको छ। त्यसैगरी 14औं बुँदामा चाहिँ यनल्याङ्गी छगुन साराम भनेको छ। यनल्याङ भनेको चाहिँ त्यो उमेर एज कम भएको व्यक्तिले चाहिँ उमेर हाई भन्दा पनि उमेर लो भएको व्यक्तिले चाहिँ E74 भिजा दिन सकिन्छ, E74 भिजा आउने सम्भावना हाई हुन्छ भनेर यसरी पोइन्ट निकालेको छ। त्यसपछि अर्को भनेको 2020 मा चाहिँ E74 भिजा एप्लाई गर्दाखेरि चाहिँ तपाईँले कम्पनी चेन्ज गरेको खण्डमा चाहिँ कम्पनी चेन्ज गरेको 3 महिनासम्म चाहिँ E74 भिजा एप्लाई गर्न सकिँदैन भनेर यहाँ लेखेको छ। चिकजाङल सेरोके ओम्गिनो ठ्याङ्गु सामगेवल खिगान सिन्चङी छ्यान थम्निदा अथवा सामगेवल 1 घान चाहिँ सिन्चाङ गर्न सकिँदैन अथवा सिन्चाङ गर्न चाहिँ आबाद E74 भिजा एप्लाई गर्न चाहिँ अबाध्य हुन्छ अथवा अबाध्य हुन्छ अथवा सिन्चाङ गर्न सकिँदैन भनेर भनेको छ। त्यसैगरी 2020 मा चाहिँ E74 भिजा एप्लाई गर्दाखेरि चाहिने आवश्यक डकुमेन्ट चाहिँ यो वर्ष हाई कोरियाको वेबसाइटमा अलरेडी यो डकुमेन्ट चाहिन्छ भनेर सर लिस्ट उनीहरूले बनाएको छ। त्यो एउटा लिस्ट बनाएको छ। त्यो लिस्ट हेरेर तपाईँ अथवा तपाईँको साउ मिलेर बनाउन सक्नुहुन्छ भने कसैको हेल्प अथवा मद्दत मागिरहनु पर्ने अथवा के डकुमेन्ट चाहिन्छ भनेर खोजिरहनु अथवा वेबसाइट अरू खोजिरहनु पर्ने चिन्ता अथवा पर्दैन। अथवा यसरी कोरिया हाई कोरियाको वेबसाइटमा चाहिँ अलरेडी यसरी निकालिसकेको छ लिस्ट यो चाहिन्छ भनेर 20 वटा लिस्ट चाहिँ चाहिन्छ भनेर 20 वटा डकुमेन्ट चाहिँ तपाईँले जुटाउनु पर्छ भनेर निकालेको छ। त्यसैगरी डकुमेन्ट बुझाउने क्रममा E74 भिजा एप्लाई गर्दाखेरि 2020 मा डकुमेन्ट बुझाउने क्रममा E74 भिजा एप्लाई गर्दाखेरि चाहिँ 2020 को साङबाङ्गी भनेको छ। साङबाङ्गी भनेको 2020 को 6औं महिनासम्मलाई चाहिँ साङबाङ्गी भन्छ है। 6औं महिनादेखि 12औं महिनासम्मलाई चाहिँ हाबाङ्गी भन्छ हैन। 6औं महिनासम्म चाहिँ E74 2020 मा को 6औं महिनासम्म E74 भिजा एप्लाई गर्दाखेरि चाहिँ वार्षिक स्यालेरी थापेको डकुमेन्ट चाहिँ कुन बुझाउनु पर्छ अथवा कस्तो 2 करोड 60 लाख वार्षिक 2 करोड 60 लाख गरेर 2 वर्षको वार्षिक स्यालेरी चाहिँ कुन महिनाको कुन वर्षको महिनाको भन्दा कुन वर्षको बुझाउने भनेर तपाईहरु कन्फ्युज हुनुहुन्छ भने यसलाई पनि क्लियर गर्नलाई इमिग्रेसनले अथवा हाई कोरियाले चाहिँ तपाईँ 2020 को साङबाङ्गी 6औं महिनासम्म E74 भिजा एप्लाई गर्दै हुनुहुन्छ भने त्यतिखेरसम्म चाहिँ 2019 को
के अरे वार्षिक स्यालेरी लिस्ट चाहिँ नजिकैको सेमुसा त ट्याक्स अफिसले निकाल्न नसक्ने भएको कारणले गर्दा चाहिँ 2019 के अरे 20को 6औँ महिनासम्म E7 भिजा एप्लाई गर्नेहरूले चाहिँ 2017 र 2018को 2 वर्षको 2017 र 2018को 2 वर्षको 2 करोड 60 लाख क्रस गरेको वार्षिक स्यालेरी लिस्ट अथवा त्यसले चाहिँ कोरियन भाषामा सोदुक खुमेक छुमेङ वान भन्छ त्यो निकालेर बुझाउनु पर्ने हुन्छ। यदि 2020 को हाबाङ्गी 6औँ महिना क्रस गरेर तपाईँ E7 भिजा एप्लाई गर्दै हुनुहुन्छ भने त्यतिखेर चाहिँ 2018 र 2019 को सोदुक खुमेक छुमेङ वान वार्षिक स्यालेरी लिस्ट अथवा आम्दानी लिस्ट चाहिँ 2 करोड 60 लाख क्रस गरेको चाहिँ 2018 र 2019 को निकालेर बुझाउनु पर्ने हुन्छ भनेर भनेको छ। यो अझै कन्फ्युज छ भने अझै फेरि क्लियर गराउँ यसलाई अलिक राम्रोसँग। 2020 को 6औँ महिनासम्म E7 भिजा एप्लाई गर्ने साथीहरूले चाहिँ 2017 र 2018 को वार्षिक 2 करोड 60 लाख क्रस गरेको वार्षिक स्यालेरी लिस्ट बुझाउनु पर्ने हुन्छ। यदि 2020 को 6औँ महिना क्रस गरेर E7 भिजा एप्लाई गर्दै हुनुहुन्छ भने 2018 र 2019 को 2 वर्षको नजिकैको सेमुसो ट्याक्स अफिसमा गएर चाहिँ के अरे सोदुक खुमेक छुङमेङ वान भन्छ कोरियन भाषामा त्यो चाहिँ तपाईँले निकालेर 2 वर्षको बुझाउनु पर्ने हुन्छ भनेर चाहिँ के अरे क्लियर लुमा निकालेको छ। यसरी 2019-20 परिवर्तन भएको हल्का मोडिफाई गरेको अथवा जानकारी दिएको सूचनालाई चाहिँ मैले सेयर गरेको छु। अझ डिटेलमा जान चाहनुहुन्छ त्यो कोरियन भाषा तपाईँ राम्रोसँग बुझ्न सक्नुहुन्छ भने एचआरडी कोरिया अथवा हाई कोरियाको वेबसाइटमा गएर के अरे खोङजीसाङ एनाउन्समेन्ट इङ्ग्लिसमा गएर एनाउन्समेन्ट नोटिसमा गएर तपाईँले यो नोटिस अथवा सूचना जानकारी र अघिको के अरे डकुमेन्ट के कुन डकुमेन्ट चाहिन्छ भने लिस्टलाई पनि तपाईँले निकाल्न सक्नुहुनेछ। र यसको के अरे लिङ्क चाहिँ म तपाईँलाई यो अपलोड गर्दाखेरि म भिडियोमा राख्नेछु। तपाईँहरू पनि 2020 E7 भिजा एप्लाई गर्ने साथीहरूले चाहिँ 2020 राम्रोसँग डकुमेन्ट मिलाएर बुझाउन सकोस् अथवा E7 भिजा प्राप्त गर्न सफल होस् भन्ने शुभकामनाका साथ अर्को भिडियोमा फेरि नयाँ कन्टेन्ट लिएर भेट्ने बाचा गर्दै तपाईँहरूको दिन शुभ रहोस्। थ्याङ्क